अहिले चाहिँ रातिको 1 बजेको छ र मैले वाटर पार्कभित्र लुकिरहेको छु जुन एकदमै रिस्की छ किनभने यो जस्तो पाए त्यस्तो वाटर पार्क होइन नेपालकै सबैभन्दा ठुलो वाटर पार्क हो जुन 65 रोपनी भन्दा ठुलो छ धेरै नै मान्छेहरू आउने जाने पनि गर्छन् र खत्रै राइडहरू पनि छन् अब हेरौँ यहाँ कति बेरसम्म लुकेर बस्न सकिन्छ फाइनली गाइज म पोखराकै वान अफ द बिगेस्ट वाटर पार्कमा आइसकेको छु अनि तपाईँहरूलाई थाहा नै होला हाम्रो मिसन चाहिँ के हो भनेर अनि त्यहाँबाट म सिधै भित्र छिरेर हाम्रो दिन सुरु भइसकेको छ म चाहिँ भित्र इन्ट्री लिइसकेको छु अनि म एक्लैलाई यो कुरामा फस्न मन छैन त्यही भएर मैले मेरो प्यारो साथीलाई बोलाइसकेको छु नन अदर देन मिस्टर छेत्री हो मेरो नाम सकिन्छ सर सकिन्छ भनिसकेपछि हामीसँग टाइम धेरै नै थियो अनि हामी वाटर पार्क जान रेडी भयौँ हाम्रो ट्रान्जिसन सुरु हुन्छ हामी चाहिँ यो ठुलो बाटो खेल्न गइरहेको छौँ अनि मेरो मुटु पहिल्यै निस्केला जस्तो भइरहेछ अनि एक्साइटेड पनि छु त्यसपछि हामी खेल्नको लागि त्यो माथिको टावरमा पुग्यौँ तर वाटर स्लाइडको लागि ट्युब पनि चाहिँदो रहेछ र फेरि म गएर लिएर आएँ सुरुमा यो बाटो ट्राई गर्न लागेको छु किन भन्दाखेरि मलाई रिस्क लिन छैन म एक्लै यो खेलेर त्यही भएर म मेरो साथीलाई पनि लिएर जान्छु यो सँगसँगै है सुन्नु न ठुलो युट्युबर हुने चाहना छ होइन यो राइड पछि म जिउँदै त हुन्छु एकदम राम्रो सफल हुन्छ हामी गइसकेका छौँ अब सामान्न पर्छ ओए सर भयो मौत को छू के टक से वापस आ सकता हूँ त्यो स्लाइडर पनि खेलिसकेपछि हामीले अझै डरलाग्दा ठुला स्लाइडरहरू पनि ट्राई गऱ्यौँ तर कुरा यतिमा सकिएन प्रब्लम चाहिँ तब सुरु भयो हामीलाई जब एक्कासी पानी भर्न थाल्यो अनि हामी प्रिपेयर नै थिएनौँ आज चाहिँ पानी भरेको भएर पनि छिटै अँध्यारो होला जस्तो छ त्यही भएर हामीलाई चाहिँ अलिकति गाह्रो हुनेवाला छ र यहाँ भएको न त कुनै कस्टमर्स इम्प्लोइ स्टाफहरूलाई कुनै आइडिया नै थियो कि हामी यहाँ स्नी गर्न आएको भनेर एक्सपेक्ट 1%। हेलो दाइ सो दाइ चाहिँ फिस्टल वाटर पार्कको जिएम हुनुहुन्छ अनि उहाँले नै हामीलाई पर्मिसन दिनुभएको अनि उहाँलाई बाहेक कसैलाई पनि थाहा छैन यो ल भाइहरूले चाहिँ अल द बेस्ट छ अब कसैलाई मैले केही भनेको छैन तर हेरौँ कति बजीसम्म सर्भाइभ गर्छौ नसमातिकन तपाईँलाई के लाग्छ कति बेरसम्म पक्रिन्नौँ भनेर हेरौँ भाइहरूको स्किलमा भर पर्छ तर जहाँसम्म मलाई लाग्छ 10-11 बजीसम्म म्याक्स तर दाइले यस्तो च्यालेन्ज दिए पनि अरू कसैलाई यो बारेमा थाहा नै थिएन इफ पक्रिहाल्यौँ भने पनि तिनीहरूले रातिमा पुलिसलाई नै बोलाउँछन् गाइज हामीले चाहिँ सबै कुराहरू गरिसक्यौँ त्यसले सबै कुरा चेन्ज गऱ्यौँ माहौल चाहिँ अलि यस्तो अलिअलि पानी चाहिँ रोकेला जस्तो छ सो कसैलाई पनि थाहा नदिनु के गर्नुपर्छ सबलाई थर्काउँदै चाहिँ बाहिर निकाल्दै हुनुहुन्छ त्यहाँ दाइले ओ माई गड गाइज अब चाहिँ हामी एकदम टाटो बाटो हुनुपर्छ है 6 बजेको रिजनले गर्दा सबैजनालाई बाहिर पठाउँदै हुनुहुन्थ्यो तर हामीसँग प्लान नै थिएन र हाम्रो वरिपरि हामीलाई सबै स्टाफले नोटिस पनि गर्नुभएको थियो जाने स्लाइड गर्नु है यसो खिचे जस्तो गर्छु अनि सट्टा आउँछु यतै हो हामी चाहिँ फर्स्टमा टोइलेटतिर आइसकेका छौँ अब चाहिँ हामी 1-2 घन्टा कति गर्नु हुन्छ हेर्ने लुक्छौँ त्यसपछि हामीले वासरुममै धेरै नै बेर यतिकै बितायौँ तर त्यहाँ बस्न पनि त्यति सजिलो कहाँ थियो र मान्छेहरू आउँदै जाँदै नै हुनुहुन्थ्यो भर्खरै एकजनाको इम्प्लोइ आएर चाहिँ सबै ढोकाहरू लगाइदिनु भयो यहाँ चाहिँ आउनु भएन मुटु नै निस्कला जस्तो भइरहेको थियो गाइस अझै पनि मान्छेहरू वासरुममा आइरहेका नै थिए अनि माहौल भने डर नै लाग्दो थियो र हामीले दिउँसोबाट केही पनि खाएका थिएनौँ र भोक पनि लास्टै नै लाग्थ्यो अनि हामीले पहिल्यै पसलबाट किनेको चाउचाउ डराइ भए पनि खान सुरु गऱ्यौँ गाइस हामीले चाहिँ यहाँ चाउचाउ खाइरहेको चाउचाउ पनि यसरी लुके डराइ खानु पर्यो समाजतिर लाग्यो क्या तिमी कति बजी भन्दाखेरि 8:42 भइसकेको छ अब चाहिँ हामी यहाँबाट लोकेसन चेन्ज गर्नुपर्ने हुन्छ त्यसपछि हामीले लोकेसन चेन्ज गरेर त्यहीँ नजिकैको किडजोनको पछाडितिर पुग्यौँ यो ठ्याक्क उताबाट टोइलेटबाट निस्केर यता आइसकेका छौँ अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन उता चाहिँ मेन गेट छ उता आउनु
बाहिरको माहौल पनि एकदमै अँध्यारो थियो भने सेक्युरिटी गार्ड र कुकुर पनि यताउता नै गरिरहेका थियो नि हामी थकेको कारणले गर्दा भित्र 2-4 घण्टा सुत्न थाल्यौँ। सुकाइ हामी चाहिँ भर्खरै उठिसकेका छौँ अनि अहिले चाहिँ लगभग 3:45 भइसकेको छ। लगभग बिहान हुने बेलै हुन लागिसकेको छ। हामीले चाहिँ यहाँ चाहिँ घुमेको पनि होइन। अब चाहिँ हामी खास साझा पनि हान्छौँ है, किन भन्दाखेरि आज केही पनि खाएन कि चाउचाउकै सहारा। अब चाहिँ बिहानको 4 पनि बजिसकेको थियो अनि हामीले ठाउँहरू एक्सप्लोर गर्न लाग्यौँ। त्यसको लागि हामीले झ्यालबाट अम्फालेर बाहिरतिर गयौँ। हामी चाहिँ एउटा निस्किसकेका छौँ। हामी चाहिँ अहिले ट्याकको वाटर पार्कको मुनि हौँ। त्यतापट्टि जतातता लाइट बलिरह होइन। माहौल चाहिँ यस्तो डरलाग्दो हो कि गाइस, कुकुर चाहिँ चारतिर फुके गरेर बरु मैले अहिले सेक्युरिटी गार्डहरू दिएँ होइन, तर कुकुर चाहिँ त्यस्तरी दिएछु। अब चाहिँ हामी पहिला टावरमा जाऊँ है। अनि त्यहाँबाट हामी चुपचाप वाटर स्लाइडरको टावरतिर पुग्यौँ। हामी चाहिँ अहिले लामो यो वाटर पार्कको सबभन्दा लामोवाला स्लाइडरको टावरमा छौँ एन्ड यहाँबाट तपाईँहरूलाई म भ्यू पनि देखाइदिन्छु कस्तो छ भनेर। सो अघि नै हामीले खेलेको चाहिँ यो अगाडिको टावर हो जुन हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ सब माहौल चाहिँ यस्तो हो, यताउता हेर्न सक्नुहुन्छ तपाईँहरूले। त्यहाँ चाहिँ रेस्टुरेन्ट पनि हो अनि रेस्टुरेन्ट खाली हो। त्यहाँ पिङहरू पनि हो। स्लाइडर चाहिँ यही नै हो सबभन्दा लामोवाला। अनि हामी हिँडेको त्यहाँ चाहिँ हो। एन्ड अल्सो तपाईँहरूलाई लाग्ला हामी कहाँ थियौँ लुकेको भन्दाखेरि चाहिँ त्यहाँ जुन लाइट बल्यो नि हामीले चाहिँ त्यहीँ नै हो। अनि तलपट्टि चाहिँ मामा हुनुहुन्छ प्लस कुकुर पनि हो। एकदम रिस्कको छ। हामी चाहिँ अझै तलतिर पनि जान्छौँ, एकचोटि सबै एक्सप्लोर गर्छौँ। त्यति बेलासम्म हेरौँ के कस्तो हुन्छ माहौल। जाने हो अब चाहिँ हामी तलपट्टि गएर एक्सप्लोर गर्न ट्राई गर्छौँ। टावर चाहिँ एउटा चढ्यो, अरू पनि टावर चढ्नु भन्छ। र वाटर पार्क ठुलो भएर पनि होला दिउँसोमा जतिसुकै रमाइलो भए पनि रातिमा सुनसान र डरलाग्दो नै थियो। हामी चाहिँ टावरबाट तल आइसकेका छौँ त। अनि हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ इन्स्टल जस्तो छ होइन। यहाँ चाहिँ बस्ने कुर्सी पनि है सायद। कुकुरले हामीलाई धेरै नै शङ्का गरेर नजिक नै आउन खोजेको थियो। यदि हामीलाई पक्रिहालेको भए पनि टोक्ने चान्स धेरै नै थियो र त्यही भएर हामी एकैछिन त्यतै डुलेर आफ्नो लुक्ने ठाउँतिर आयौँ। हामी यस्तो सानो ठाउँमा सुतिरहेको थियौँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो सर त्यहाँ, म चाहिँ यहाँ सुतिरहेको थिएँ। अब चाहिँ हामी अहिले अप्ठ्यारो जस्तो भयो, किन भन्दाखेरि पुरै रात छ अझै होइन। अहिले चाहिँ लिटरली कति बज्यो कहीँ हुँदैन, केही फेक होइन है। सो 4:18 भएर लिटरली बिहान हुने बेला पनि भयो। हामी चाहिँ अब 1-2 घन्टा भयो भने उहाँ गएर सुत्नेवाला छौँ। र हामी हल्का सजिलो तालले किर्जोनभित्र आएर सुत्यौँ। सो अब चाहिँ हामी अलि टाइम अझै यही सुत्छौँ। लेट्स सी के हुन्छ। गुड मर्निङ। अहिले चाहिँ हाम्रो कति बजे छ भन्दाखेरि 8:03 बजिसकेछ। चाहिँ लास्ट दिने उज्यालो पनि भयो एन्ड हामी चाहिँ सुतेर तपाईँहरूले यताउता हेर्न सक्नुहुन्छ सबै उज्यालै भयो। र बिहान भएर पनि होला सबै स्टाफहरू यताउता नै गर्दै हुनुहुन्थ्यो अनि हामी निस्किन पनि गाह्रो नै थियो। तर हिजोबाट हामीले केही पनि खाएका थिएनौँ र भोक पनि लास्टै नै लाग्थ्यो अनि हामी मुखसुख धोएर 10-9 बजी निस्किन लाग्यौँ। गाइस हामी यहाँ निस्किने अब पूर्व तयारीमा त 10-9 बज्दै चाहिँ निस्किने भन्ने प्लान छ। तर वी आर नट स्योर कि गएर के भन्ने स्योर पक्रिहाल्छ अहिले निस्केर सिधै जान ट्राई गर्ने। अनि के भन्छन् है डर लाग्दो ल गइदिउँ है कमान्डर साहब हिँड्नुहोस् ल। भाइ हजुर हामी निदाइएछ कि त्यहीँ उसमा त्यहीँ हो निदाइएछ कि त्यो हिजो के भन्दाखेरि भने त्यहाँबाट हो के होइन भर्खर पछाडि आएको खैतन दाइ हुनुहुन्न ल गयौँ है ल कति बजी 10 बजी आउनुहुन्छ
उहाँहरू यस्तो कन्फ्युजन भयो कि म आफैलाई नि के भनौँ भइरहेको थियो। मैले रियालिटी भन्दा पनि दाइले पत्ताउनु भएन। एकदम दाइको एक्सप्रेसन टुमा हुनुहुन्थ्यो दाइ होइन। हामी चाहिँ त्यहाँबाट चाहिँ बाहिर निस्किसक्यो भने मलाई बिलिभै भएन कि हामीले रातभरि स्निक गऱ्यौँ। सो त्यही नै हो। अब हजुरहरूलाई भिडियो चाहिँ कस्तो लाग्यो यसो लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि यो भिडियोमा 100K भ्युज चाहिँ सकेसम्म लिएर आइदिनु होला हाम्रो इफोर्ट्सको लागि। सो यति भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते। सब्सक्राइब टु सिसिरिटी।